सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि अहिले चाहिँ म पढ्दैछु साइन्सको अनि साथमा आज चाहिँ कफी खाँदैछु। आज ब्ल्याक कफी खाइरहेको छैन, व्हाइट कफी खाइरहेको छु। सो अहिले म पढिरहेको छु साइन्सको अनि आज छ साइन्सको इक्जाम। हिजो म्याथको इक्जाम थियो अनि हिजो एकदमै बवाल गयो म्याथको इक्जाम। सो अब एकछिनमा अहिले 8 बज्यो अनि अबको 1 घन्टामा म स्कुल जान्छु अनि आज साइन्सको इक्जाम पनि राम्रोसित दिएर आउँछु। सो अहिले एकछिनमा खाना खान्छु अब तपाईँहरूको लागि। बाई। सो गाइस खानापिना खाएर अनि पढ्दैछु अझ बुक। सो अब एकछिनमा जान्छु अब एकछिन भन्दा नि अब निस्किन्छु म। सो अहिले बज्दैछ 9 बजेर 16 भयो अनि अब जान्छु बेलुका 5-6 बजीतिर 5 बजीतिर आउँछु खाना खाइसकेँ। सो बाई। आजको इक्जाम पनि राम्रै हुन्छ होला। पढ्न त त्यति तयारी गरेको छैन तर लेखिहाल्छु। सो बाई। सो अनि स्कुलबाट आइसकेँ अनि स्कुलबाट चाहिँ आज म 5 बजीतिर घर पुगेको थिएँ अनि आएँ, नास्ता खाएँ अनि मेरो मोबाइल थियो स्विच अफ। अनि आज थियो साइन्सको इक्जाम अनि हिजो म्याथको अनि आज 26 गते, अब 29 गते चाहिँ इक्जाम सिद्धिन्छ। हिजो म्याथको इक्जाम बवाल गएको थियो, राम्रो गएको थियो अनि आज थियो साइन्सको इक्जाम। साइन्स पनि राम्रो गएको छ सो तर म्याथ जति राम्रो गएन। तर म्याथ मेरो नराम्रो जानुपर्ने, म्याथ नराम्रो गएन। साइन्स चाहिँ अलि नै बिग्रिनु त बिग्रिएन तर अब राम्रो गएको छ। अनि अहिले पढ्दैछु सामाजिकको इक्जाम अनि सामाजिक त आउँछ मलाई तर अलिक पढ्नु पर्ने छ यो एकचोटिको सामाजिक अनि यसमा डिपमा छ त्यसैले अलि पढ्नु पर्ने छ। सो अब एकछिन पढिरहेको छु म, एकछिन पढ्छु एकछिन अनि अहिले बाहिरतिर जान्छु। सो अनि बेलुका चाहिँ छिटै सुत्छु। बेलुका ढिलो सुत्छु म 12-1 बजीतिर अनि बिहान चाहिँ ढिला उठ्छु। बिहान उठ्नु धेरै नै अल्छी लाग्छ त्यसैले। सो अब बेलुका खानपिना खाएर 10-11-12 बजीसम्म पढ्छु अनि त्यसपछि सुत्छु। सो अहिले बज्दैछ बेलुकाको 10:30 अनि खानापिना खाएर अनि म चाहिँ पढिरहेको छु। 2 घन्टादेखि पढिरहेको छु अनि सो अब एकछिनमा सुत्छु अनि बिहान उठेर अझ पढ्छु अनि भोलि स्कुल गएर अझ राम्रोसित इक्जाम दिन्छु। सो आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ। बाई।